छोराछोरी जन्मायो, हुर्कायो, पढायो, बढायो। अब छोराछोरीले बाबुआमाको लागि केही गर्ला भन्ने बेला छोराछोरी विदेश जान्छन्, उतै कमाउँछन्, उतै रमाउँछन्। बुढेसकालमा बाबुआमालाई घरमा तातो पानी तताएर दिने मान्छे पनि कोही हुँदैन भन्दै उहाँले जीवनको यथार्थबारे कति राम्रो कुरा गर्नुभएको छ। सबैले एकचोटि सुनिदिनुहोस् है। छोराछोरी जन्माएर हुर्काएर बढाएर पढाएर बाबुआमा 60 वर्षको हुने रहेछ। हुर्काइयो, बढाइयो, पढाइयो, आफूलाई केही सहयोग गर्ला, कमाउला, सुखका दिन आउला भन्ने सोचेका हुन्छौँ बाबुआमाले। छोराछोरीहरू युरोप अमेरिकाको सपना देख्न थाल्छन्। लाखौँ रुपियाँ बाबुआमाका थाप्लामा ऋण बोकाएर उनीहरू विदेश जान्छन्। उतै पढ्छन्, उतै कमाउँछन्, उतै बिहे गर्छन्, उतैको नागरिकता लिन्छन्, उतै सेटल हुन्छन्। बुढेसकालमा बिरामी हुँदा तातो पानी तताएर दिने, दबाई औषधि किनेर ल्याइदिने, हस्पिटल लगिदिने मान्छे यहाँ छैन। सिकिस्त हुँदा सास त भेट्नु कता कता, लास भेट्न पनि छोराछोरी आइपुग्ने अवस्था हुँदैन। तैपनि भन्नु परेको छ, मेरो छोराछोरी त युरोप छन्, अमेरिका छन्, जापान छन्, कोरिया छन्। आफ्नो छाती गर्वले फुलाउनु परेको छ, गरौँ पीडा बोकेर।